मलाई आज बताउनुहोस् एउटा यो कुनै एउटा ठुलै सत्तै ढल्ने खालको यो खालको मुद्दा हो र यो त यसरी चाहिँ लखटी यसरी मारेको मुद्दामा यो लाज मान्नुपर्ने विषय होइन। यो त यिनीहरूले घुँडा टेकेर माफी मागेर टोपी भुइँमा राखेर चाहिँ ल यो जाति विभेद यत्र दलितको हत्या भएन माफी माग्नु लाज मान्नुपर्ने हो। यसमा त न्यायाधीशहरूले फैसला गर्ने वकिलहरूले बहस गर्न लाज मान्नुपर्ने होइन। तर वरिष्ठ भनिएका वकिलहरू लाखौँ रुपियाँ पैसा लिएर 3 स्टार होटलमा बसेर प्लेन चढेर गएर गरिबका विरुद्धमा फैसला बहस गर्ने भन्ने हुन्छ, गरिबका विरुद्धमा चाहिँ फैसला गर्ने भन्ने हुन्छ। न्यायालय दलितको होइन, न्यायालय गरिबको होइन। अहिले मैले फेरि पनि भने मैले अदालतको मानमर्दन गरेको छु भने म जेल जान तयार छु, म मान्छु। मैले न्यायाधीशको मानमर्दन यसरी हातमा यिनलाई कारबाही गर बर्खास्त गर भनेर मैले यो आन्दोलन गरे बापत अदालतको मानमर्दन हुन्छ भने म जेल जान्छु। तर त्योभन्दा पहिला यिनलाई र मलाई समय पठाउनु पर्यो जेल, मलाई पनि पठाउनुहोस् यिनलाई पनि पठाउनुहोस् जेल। सडक आन्दोलन हामीले गरेका छैनौँ, अब सडक आन्दोलन हामी गर्छु। अब हामी यो देशमा तपाईँको गरज यदि नेपाली जनता अथवा दलितहरू यो देशका नागरिक होइनन् भने दलितहरू कुन देशका नागरिक हुन्, दलितहरू कहाँबाट आएका हुन्, यो राज्यले व्यवस्थापन गर्नुपर्छ। नभए हामीलाई यो राज्य चाहिएको छैन। दलितहरू तपाईँको भुटानबाट आएका भुटानी शरणार्थी भएर बस्यो भने दलितहरू आज यो नेपालमा अन्याय भइरहेको अवस्थामा न्याय पाएन भने पनि हामी शरणार्थी भएर बस्न तयार छौँ। तर राज्यले यदि हाम्रा माग र हाम्रा मुद्दालाई सम्बोधन गरेन भने हामी नयाँ तरिकाले अगाडि बढ्न सक्छौँ। सबैलाई थाहै छ, पहिल्यैदेखि पनि थाहा छ होइन। अनि त्यो चाहिँ उहाँको श्रीमानले चाहिँ दुईजना श्रीमानले कतातिर हेरेर उ गर्नुभयो, मिसिर त हुकुमबाट त आएको थियो होला त। जातको कारणले हामीहरूको 3टा मुद्दा दर्ता भएको थियो। त्यति बेला मुद्दा दर्ता गर्दाखेरि हाम्रो 3टा मुद्दा थियो। अब यो आन्दोलन के को लागि हुनेछ? अब आन्दोलन जातको लागि भएन भने क्याको लागि मारियो। त्यही भएर अब त्यो अब जात उहाँले क्या जात रहेछ त, क्या जात नभएपछि कुन कारणले मारियो त भन्ने त्यो प्रश्न क्या हो, उहाँले क्या दिनुहुन्छ र त्यही गरिकन हामी जाने भने आइहाल्छौँ जाने। आज नवराज विकलाई मार्ने जति पनि षड्यन्त्रकारीहरू छन्, षड्यन्त्रकारीहरूले के षड्यन्त्र गर्दैछन् भने जातीय विभेदको घटना होइन भनेर जातीय विभेदको घटनालाई उल्टाउने अनि पछि चाहिँ राष्ट्रपतिबाट अथवा राजनीतिक सत्ताबाट चाहिँ तपाईँको उन्मुक्ति पाउने, 24 जनाले उन्मुक्ति पाउने यो षड्यन्त्र हो। यो षड्यन्त्रलाई नेपाली जनताले, आम दलित समुदायले बुझिरहेका छन्। अहिले चाहिँ तपाईँको जातीय विभेदको घटना मुद्दा हटाइसकेपछि त के हुन्छ, भोलि राष्ट्रपतिबाट प्रधानमन्त्रीबाट राजनीतिक घुसपेटबाट चाहिँ यिनीहरूलाई चाहिँ निकाल्ने षड्यन्त्र हो। त्यही भएर आम दलित समुदायहरू, म त के भन्छु भन्दा हिजो नवराज विकलाई मारियो, नवराजका भाइहरूलाई मारियो भने त्यस्तै नवराजहरू भोलि पनि मारिन सक्छन् है दाजुभाइ तथा दिदीबहिनीहरू दलित समुदायका। भोलि तपाईँ हामीलाई पनि नवराजको जस्तै रेटी मार्न सक्छन्। सचेत हौँ, न्यायको सङ्घर्षमा, जातीय विभेद विरुद्धको सङ्घर्षमा तपाईँ हामी एकजुट। हिजो सोतीको घटना मेरो जीवनमा पनि लागू हुनसक्छ, तपाईँको जीवनमा पनि लागू हुनसक्छ। मुक्ति जय दलित, धन्यवाद। आज अदालतले नै जातीय विभेदको मुद्दा होइन भनिरहँदा फेरि माइती घर मण्डलामा तपाईँहरूले चाहिँ वकिलहरूको चाहिँ राजीनामाको माग गरिराख्नु भएको छ। अब उच्च अदालतले रुकुम जिल्ला अदालतले 23 जना नभनिकन ऊ गरिकन फैसला ठोकेको थियो भनेपछि सुर्खेत अदालतले हामी त अब जातको मुद्दा होइन भनिकन भन्यो। जातको मुद्दा नभइदियो भए नवराज अब सायद ठौरी भइदियो भए अझै हो भनिकन स्वीकार्ने के होला तिनीहरूले। जातकै कारणले एडोम फेरि आज आइगयो, एडोमलाई नमारी हुँदैन, मारी फाल्नुपर्छ भन्ने त्यो जातको कारणले होइन, उहाँले क्या कारणले भन्नुभयो। हामी उहाँ अदालतका ढोकामाथि गएर त्यहाँ सुन्दाखेरि पनि यो त घरिघरि आइराखेको छ, अनि कतिपटक भन्नुपर्छ भन्नुभयो उहाँले स्टाफहरूले। अनि त्यही भएर हामी जातकै लागि होइन भनेपछि जाउँ त हामी पनि सर्वोच्चमा जाउँ। सानो बच्चा नखाइ नगरी नाङ्नाङ्गै भोगै छोराहरू त्यस्ता भएदेखि हामी लागिराखेका छौँ पनि। अझै हजुरहरू पनि सबै अब पत्रकार सबै साथीहरू सबै अनि सरहरूले गर्दाखेरि यहाँसम्म पुर्याइदिनु भयो र अझै पनि पुर्याइदिनु हुनेछ भन्ने कुरा। अब यो आन्दोलन के को लागि हुनेछ? अब आन्दोलन जातको लागि भएन भने क्याको लागि मारियो। त्यही भएर अब त्यो अब जात उहाँले क्या जात रहेछ त, क्या जात नभएपछि कुन कारणले मारियो त भन्ने त्यो प्रश्न क्या हो, उहाँले क्या दिनुहुन्छ र त्यही गरिकन हामी जाने भने आइहाल्छौँ जाने। विभेदको मुद्दा होइन, 6 जनाको हत्या चाहिँ भएको हो भन्ने कुरा पुष्टि भइसकेको छ। सबैले थाहै छ, केटीले गएको पनि मेरो छोरा दलित भयो, एउटा ठगुरी भएको उसले गर्दा जातकै कारणले गर्दा मरिरहेको छ भने त सबैलाई थाहै छ, पहिल्यैदेखि पनि थाहा छ होइन। अनि त्यो चाहिँ उहाँको श्रीमानले चाहिँ दुईजना श्रीमानले कतातिर हेरेर उ गर्नुभयो, मिसिर त हुकुमबाट त आएको थियो होला त।
जातको कारण हामीहरूको 3टा मुद्दा दर्ता भएको थियो। त्यति बेला मुद्दा दर्ता गर्दाखेरि हाम्रो 3टा मुद्दा थियो, ज्यान मान्ने उद्योग, कर्तव्य ज्यान, त्यहाँदेखि गएर जातीय छुवाछुत भन्ने हिसाबले दर्ता भएको 2टा मुद्दा चाहिँ कतातिर उहाँहरूले हेर्नुपर्छ। उहाँले त मान्छे मारेको त जहिले पनि जेलमा राख्छ भने त्यो त हामी थाहै भएको कुरा। अहिले यहीँ कसैले माऱ्यो भने त्यो त जेलमा जान्छ त। जस्तै ठगुरीको झगडा पऱ्यो भनेपछि एकजना मऱ्यो भनेपछि अनि त्यसलाई जातीय मुद्दा भनिँदैन। जस्तै दलित र उसमाथि त्योमाथि पनि पोइन्टहरू हुन्छ। जस्तै दलितको र गैर दलितको यदि वचन फरक कुनै ऊ नभएर रिसिभको कारणले गर्दाखेरि मारियो भने त्योमाथि जातीय मुद्दा लाग्दैन। जबसम्म त चाहिँ डोम तँलाई चाहिँ आज मार्छु भनिन त्यो भने बल्ल चाहिँ जातीय मुद्दा लाग्छ। त्यहाँ त्यही भएर छ। अनि त्योमाथि जातीय मुद्दा होइन भन्ने श्रीमानको चाहिँ गल्ती त्यो देखाएको छु। मैले फोटाहरू थिएँ, कस्तो किसिमको अनैतिक किसिमको थिएँ। अब यहाँ चाहिँ महिला बाबुले गर्दाखेरि म भन्न सक्दिनँ। फोटा देखाएँ मैले मोबाइलमाथि देखाउँदाखेरि त्यसको ठुलो बा इन्द्रमानलाई फोटा देखाउँदाखेरि के मलाई ठगुरीको सम्झि पनि इच्छा छ र भनिन् भनेपछि त्यो अनि जात विगत गरेको होइन त्यो जाति मुद्दा लाग्दैन त्योमाथि। अनि ऊ चाहिँ बाहिरतिर बसिरहेको छ। उसलाई चाहिँ कल रेकर्ड यति बेला यतिजना आउँदैछन् है त्यहाँ तयारीमाथि बस्नु भनेर उसले फोन गरेको छ। कल रेकर्ड गर्दाखेरि मैले लगभग 10-15 दिन त जिप्रकामाथि जिप्रकाको जे साहबसित गएर भनेको छु मालिका सामुदायिक भनिने भन्ने। अनि जानेर चाहिँ जे साहबसित कुराकानी गर्ने जस्तो तसो आफू चाहिँ नपर्ने भन्ने हिसाबले गर्दाखेरि मैले 10-15 पल्ट जे साहबलाई रिक्वेस्ट गरेँ, जे साहब मैले खुदै मसँग पनि फोन गरेको छ। फोन उसको नम्बर त्यो इन्द्रबहादुर मल्लको फोन पनि छ मसँग फोन नगरेर मेरो परिवारसँग फोन गरिरहेको छ। यति बेला त्यहाँ पुगेँ अनि म उतातिरबाट कामदेखि आउँदाखेरि त्यो फोटो देखाइसकेपछि उसले चाहिँ त्यो भनिने भने त्यो जाति अनि म कामदेखि आउँदाखेरि म मजदुर गरेर खान्छु अरे मेरो आइसकेको कुनै केही पनि छैन। कामबाट आउँदाखेरि यहाँ पनि बोलाउँदाखेरि मैले के पनि सोचेँ भने त्यो कामले बोलाएँ कि अब पहिला पनि काम गरेको मान्छे त्यही गरेर पनि गरेको मान्छे म अनि बोलाएँ कि भन्ने हिसाबले गर्दाखेरि तिमीले त आज छोरा न कता पार्टीतिर पठाएको तर त्यहाँको मान्छे ठिक छैन एउटा छोरानी कन्ट्रोल गर्न सकिँदैन भन्ने कुराकानी त्यो जवाब दिएको। छोरा पछाडि उहाँ मारिसकेका रहेछन् पछाडि मैले भनिनु भन्छ है हेर्नुहोस् है। कामबाट आउँदाखेरि जब ढिला हुन्छ म अर्काको घरमाथि काम गर्ने मान्छे उसैले फेरि अर्को मेरो मोबाइलमाथि फोन नगरेर अर्को ठाउँमाथि फोन गरेर उहिले चाहिँ मलाई फोन गरेर यो भएछ भने भने उसले गर्दाखेरि पत्रकार मित्रहरूलाई त पहिले चाहिँ रिक्वेस्ट गरिसकेको छु मैले अझै पनि भन्छु। अर्को अझै पनि यो हरेक ठाउँमाथि जाँदाखेरि पनि आफ्नो क्षेत्रबाट देश तथा विदेशसम्म पनि पुर्याइदिनु हुनेछ भन्ने त्यो आशामाथि पनि छु। अझै हरेक न्युजहरूले लेखकहरूले लेखिदिनु भन्ने पनि उस आशामाथि गरेको छु। अर्को कुरा हाम्रो सम्पूर्ण राजनीतिक दलहरूले पनि हामीलाई सहयोग गर्नुभएको छ, उहाँहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु। किन आउनुभएको छ अब चाहिँ अझै पनि के फेरि पनि पुनः उनीहरूलाई चाहिँ त्यो मुद्दामा चलनी होस् भन्ने हो कि खास के हो? तिनीहरूलाई कहीँ कतैबाट जो जेल परेका छन् तिनीहरू नानी लिन पाउन्। हाम्रो वकिल साहबहरूले सबले कल गरेर यतिसम्मलाई ल्याउनुको खजेन्द बाबुहरू नभइदिएको भइदिए हाम्रो मुद्दै यतिसम्मलाई जाने पनि थिएन। हाम्रो वकिल साहबहरू सबलाई एकदम ठुलो उ छ। तिनीहरूलाई के छ भने जसरी पनि यिनी जो 2 मिले छन् केटीकी आमा र केटी इन्द्र मल्ल पनि उसको बुवा हाम्रा बाबुहरू यहाँबाट जाँदाखेरि ढल्ला पुलमा पुल यता आयो ढुङ्गे खाने आयो भनेर भन्ने त्यो पनि भित्र पसेको छैन। त्यसलाई पनि भित्र हाल्ने भन्ने हाम्रो मनसा छ। कि त्यसका लागि हामीले के भनेका छौँ भन्नुहुन्छ भने हामीले नेपालमा तपाईँको गरेर चाहिँ दलितहरूका समस्या ज्योंका त्यही हुने रहेको हुँदा र सम्पूर्ण दलितहरूलाई एक ठाउँमा ल्याउनका लागि अभियन्ताहरूलाई एक ठाउँमा ल्याउनका लागि हामीले गोलमेज सम्मेलनको आह्वान गरेका छौँ। यो वैचारिक हतियार तयार पार्नका लागि वैचारिक लडाइँ तयार पार्नका लागि सम्पूर्ण दलितहरूलाई गोलमेज सम्मेलनमा आउन आह्वान गरिन्छ र सम्पूर्ण दलित समुदाय एक ठाउँमा नआएर तपाईँको न्यायचित लडाइँमा सफल हामी हुन सक्दैनौँ भन्ने कुराहरू मैले तपाईँहरूको अगाडि राखेँ। सडक आन्दोलन हामीले गरेका छैनौँ, अब सडक आन्दोलन हामी गर्छु। अब हामी यो देशमा तपाईँको गरेर यदि नेपाली जनता अथवा दलितहरू यो देशका नागरिक होइनन् भने दलितहरू कुन देशका नागरिक हुन्? दलितहरू कहाँबाट आएका हुन्? यो राज्यले व्यवस्थापन गर्नुपर्छ, नभए हामीलाई यो राज्य चाहिएको छैन। दलितहरू तपाईँको भुटानबाट आएका भुटानी शरणार्थी भएर बस्यो भने दलितहरू आज यो नेपालमा अन्याय भइरहेको अवस्थामा न्याय पाएन भने पनि हामी शरणार्थी भएर बस्न तयार छौँ। तर राज्यले यदि हाम्रा माग र हाम्रा मुद्दालाई सम्बोधन गरेन भने हामी नयाँ तरिकाले अगाडि बढ्न सक्छौँ। सुनाइ राज्यले गरेन भनेपछि त दलितहरू यो देशका नागरिक होइन भनेर प्रश्न प्रमाणित हुन्छ नि त। त्यसो भएकोले गर्दा के भने हामी आन्दोलनको तयारी गर्छौँ। राजीनामा हामीले मागेका छैनौँ। हामीले चाहिँ या त उहाँहरूले चाहिँ तपाईँको गरेर चाहिँ
उहाँहरूले दलित समुदायका मुद्दाहरूलाई केन्द्रित गर्नु पर्यो, दलित समुदायका मुद्दाहरूलाई तपाईँको गएर सम्बोधन गर्नु पर्यो, चाहे त्यो पार्टीभित्रका हुन् या पार्टीभित्र रहेका दलितहरू हुन् या तपाईँको थुप्रै तपाईँको राज्य व्यवस्थाले दलितहरूका मुद्दामा गम्भीर भएन भने हामी हतियार उठाउन पनि तयार छौँ भन्ने कुरामा तपाईँहरूको मिडिया मार्फत फेरि जानकारी गराउनु। 24-25 जना भनिएको अपराधीहरू बरु कम दोषी छन्, तर 60 लाख दलितलाई नै अन्याय गरेर फैसला गर्ने 2 जना न्यायाधीश अहिले तिनीभन्दा अझै एक स्टेप माथिका चाहिँ यी वरिष्ठ अपराधीहरू हुन्। योभन्दा ठुला अपराधीहरू हुन् कुरा, किनभने यिनीहरूले त यो समाजले त 6 जना भाइहरू मात्रै मारेको थियो, यिनीहरूले 60 लाख दलितहरू मारे। तिनले त नबुझेर मारे होला होइन, कतिले कानुन बुझेर, कतिले आक्रोशमा गरे होला, कतिले कुनै घृणामा गरे होला, तर यिनले कानुन पढेर बुझेर पत्ता फर्काई हेरेर छलफल गरेर बहस गरेर सबैका बहसहरू सुनिसकेपछि गरेको निर्णय यस्तो गलत आउनुहुन्छ। त्यसैले अहिले तपाईँले भनेको जस्तो प्रश्न स्वाभाविक छ, यो अन्य घटना जस्तो भयो, यो अदालतमा चित्त नबुझी त्यो अदालतको ढोका ढोक्याउने भन्ने। अब यही ढङ्गले जाने हो भन्दा म तपाईँलाई एउटा कुरा सिम्पल तरिकाले भन्छु, पीडितको पक्षमा वकालत गर्न 2 जना वकिल पनि पाउन गले के अरे अप्ठ्यारो पर्ने, हामीलाई हम्मे पर्ने, तर अपराधीको पक्षमा 50औं वकिलहरू चाहिँ लाइन लागेर प्लेन चढेर गएर 3 स्टार होटलमा बसेर लाखौँ रुपियाँ पैसा लिएर चाहिँ बहस गर्ने, यो ढङ्गबाट भोलि आइयो भने त तिनै वकिल आएर फेरि सर्वोच्चमा बहस गर्ने हुन्। फेरि त्यो जातीय विभेदलाई राजनीतिकरण गरे जस्तो, राजनीतिले ढाकछोप गरेर पीडकहरूलाई बचाउन खोजे जस्तो तपाईँले देख्नुहुन्छ? त्यसो भए होइन, यो देख्नुहोस्, यसमा कुनै पनि जुम गर्न जरुरी छैन, कुनै चस्मा लाउन, यो नाङ्गो आँखाले देखिएकै छ त। उनीहरूले के भने, उनीहरूले भनेको कुरा के थियो भने मान्छे मारेको कुरा सत्य हो, तर जातीय विभेदले मारे होइन भने, मान्छे मारे सत्य हो भन्नुलाई त त्यो मेडिकलको रिपोर्ट हेरेर डाक्टरको रिपोर्ट हेरेर पुगिसक्छ त त्यहाँ त। मान्छेको प्राण शरीरमा प्राण छैन भनेर आगो लागिसकेको कुरालाई न्यायाधीश हुन जरुरी छ र मान्छे मारे हो भन्नलाई? कुरा त्यो मात्र होइन, तर यसको जरिया, यसको मेन कारण, यसको वस्तुगत अवस्था, ग्राउन्डको कुरा के हो भन्ने कुरा चाहिँ त्यो पहिलो महत्त्वपूर्ण कुरा हो। यत्रो जातीय विभेदबाट मारिएका यत्र मान्छेहरूलाई चाहिँ हामी सर्वोच्च बलबाट हामीले के कुरा स्थापित गराउन चाहन्छौँ भने जातीय विभेदबाट इतिहासमा यति धेरै मान्छेहरूको हत्या भएको छ भने अबको दिनमा चाहिँ यो खालको हत्याहरू, यस्ता खालका कर्महरू दोहोरिनु हुन भनेर हामी एउटा सन्देश दिन खोजिरहेका थियौँ। तर यो कुरालाई त्यहाँको अदालतले चाहिँ मार्यो। तपाईँले भनेको जस्तो जे कारण हो, यो घटना भएको जातीयताका कारणले हो। ती 24 जना छोडिदिनुहोस्, हामीलाई आपत्ति छैन। म आज भनिदिउँ एउटा कुरा तपाईँलाई, 24 जना छोडिदिनुहोस्, यी 2 जना थुनिदिनुहोस्। मैले भनेको कुरा के हो भने आज हो 2 जना न्यायाधीश किन गल्ती गरेपछि थुन्नु पर्दैन, अपराध गरेपछि थुन्नु पर्दैन, गलत साँठगाँठ गरेपछि थुन्नु पर्दैन, न्यायाधीशले घुस्काएपछि थुन्नु पर्दैन। न्यायालयको मान मर्यादा नै मार्ने गरी हामीले न्यायालयको मान मर्यादा गरेका छैनौँ, मानमर्दन गरेका छैनौँ। यिनले मानमर्दनी न्यायाधीशहरूले गरेका छन्। हामी त न्यायालय जोगाउन चाहन्छौँ सर, न्यायालय जोगियोस्, स्वच्छ होस्, निष्पक्ष होस् भन्न चाहन्छौँ। त्यसैले भन्ने कुरा के हो भने विश्वास त गर्नु भएन नि सर। होइन, मैले तपाईँले फेरि पनि तपाईँकै यही ओटिभीकै आर्काइभमा 1 वर्ष पहिलाको भिडियो मात्रै, 1.5 वर्ष पहिलाको भिडियो मात्रै हेर्नुभयो भने रुकुम अदालतमा हामीले फुलका माला, फुलका थुङ्गा बर्साएर आएको पनि त तपाईँसँग भिडियो छ त। विश्वास नभएको भए हामी फुल चढाएर आउँथ्यौँ। तर आजको कुरामा के हो भने आजको मितिमा चाहिँ तपाईँले भनेको जस्तो चाहिँ वकिलहरू, न्यायाधीशहरूले गलत फैसला गरे, जसले ती 24 जनाले त 6 जना मात्रै मारे। मैले भने मिल्छ भने 24 जनालाई छोडिदिउँ, ती 2 जनालाई थुनौँ। किन? उनले कतिले बुझेर गरे, कतिले नबुझेर गरे, कतिले आक्रोशमा गरे, कतिले कुनै खालका घृणामा गरे, कोही लयमा लागेर गरे, उनले नबुझेर गरे। तर न्यायाधीश पढेर आएको होइन, परीक्षा पास गरेर आएको होइन, व्यवस्था बुझेर आएको होइन। देशको सबैभन्दा बढी दलितहरूको बसोबास रहेको कर्णाली प्रदेशमा 40% दलितहरूको बसोबास रहेको प्रदेशमा खोलामा मान्छे मार्ने, अदालतले चाहिँ यसका विरुद्धमा फैसला गर्ने भन्ने हुन्छ। न्यायाधीश पास भएर आएको भने खगेन्द्रले मात्रै फेल किन देख्यो त साराले मानेको न्यायाधीशलाई? तपाईँले भनेको जस्तो यही टेलिभिजनको मुनि हालेको, तपाईँले हालेको भिडियोको मुनि कतिले कमेन्ट गरेका छन्, मैले मात्र देखेको हो, मैले मात्र भनेको हो यो कुरा। आज यहाँका मानवाधिकार आयोगहरूले भनेका छन्, हिजोको संसदीय समितिको प्रतिवेदनहरू भन्नुहोस् त, हेर्नुहोस् त, त्यहाँ के लेखेको छ स्पष्ट रूपमा, जातीय विभेदको कारणले मारिएको भनेको छ। मानवाधिकार आयोगै त्यो पल्लो डाँडामा बसेको छ, गएर त्यसको प्रतिवेदनहरू हेर्नु, यहाँका मानवाधिकार सम्बन्धी काम गरेका अन्य संस्थाका प्रतिवेदनहरू हेर्नु। तपाईँले नै बनाएको योभन्दा पहिलाका नवराजका भिडियो यत्र पत्रकार साथीहरूले बनाइरहनु भएको छ। जातीय विभेदको कारण, जात नमिलेको कारण सुषमा मल्लका सारा गाउँले उठेर दलितको हत्या भयो भनेर यत्रो संस्थाले देखेको कुरालाई चाहिँ यो भित्र एउटा दलितलाई मार्न, एउटा गरिबलाई न्याय मार्नलाई योबाट के सत्ता पल्टिने विषय हो? ल तपाईँ एउटा कुरा मलाई भन्नुहोस्, कि मातृका भण्डारी र तपाईँको यो सोमकान्त मैनालीको कुनै पनि खालको आर्थिक लेनदेन वा यिनीहरूले घुसपैठ नगरेको भए यो मुद्दामा यत्रो ठुलो चलखेल गर्न पर्ने जरुरी के छ? मलाई आज बताउनुहोस् एउटा, यो कुनै एउटा ठुलै सत्तै ढल्ने खालको त्यो खालको मुद्दा हो र यो त यसरी चाहिँ लखटी यसरी मारेको मुद्दामा त्यो लाज मान्नुपर्ने विषय होइन।
यो त यिनीहरूले भुँडा टेकेर माफी मागेर टोपी भुइँमा राखेर चाहिँ ल यो जातीय विभेद यत्र दलितको हत्या भएन माफी माग्नु लाज मान्नुपर्ने यसमा त न्यायाधीशहरूले फैसला गर्न वकिलहरूले बहस गर्न लाज मान्नुपर्ने होइन तर वरिष्ठ भनिएका वकिलहरू लाखौँ रुपियाँ पैसा लिएर 3 स्टार होटलमा बसेर प्लेन चढेर गएर गरिबका विरुद्धमा फैसला बहस गर्ने भन्ने हुन्छ गरिबका विरुद्धमा चाहिँ फैसला गर्ने भन्ने हुन्छ न्यायालय दलितको होइन न्यायालय गरिबको होइन यत्र आमाहरूको यत्र चाहिँ छोरा मारिदिएछ भने चाहिँ यो कुरालाई चाहिँ सामान्य अहिले मैले फेरि पनि भने मैले अदालतको मानमर्दन गरेको छु भने म जेल जान तयार छु म मान्छु मैले न्यायाधीशको मानमर्दन यसरी हातमा यिनलाई कारबाही गर बर्खास्त गर भनेर मैले यो आन्दोलन गरे बापत अदालतको मानमर्दन हुन्छ भने म जेल जान्छु तर त्योभन्दा पहिला यिनलाई र मलाई सँगै पठाउनु पर्यो जेल मलाई पनि पठाउनुहोस् यिनलाई पनि पठाउनुहोस् जेल अधिकार तपाईँलाई संविधानले दिएको हो होइन त्यो अधिकार न्यायाधीशलाई संविधानले दिएको छ मैले फेरि पनि अदालत कसको जनताको होइन अदालत दलितको होइन दलितको पक्षमा फैसला यत्रो मुद्दा चाहिँ सारा प्रमाण त्यहाँ छ कसरी मारेको भन्ने सारा ल्याब टेस्टदेखि सारा रिपोर्टहरू छ त्यसैले तपाईँले भनेको जस्तो न्यायाधीशलाई र मलाई सँगै हतकडी लगाउँ के मैले अपराध गरेकै हो भन्ने तपाईँलाई लाग्छ भने यो अदालतले फेरि पनि भने सोमकान्त मैनाली मातृका भण्डारी र खगेन्द्र सुनारलाई सँगै 3टा हतकडी लाउने र लिएर सुन्ने एउटै कोठाभित्र सुनेर एउटा कुरा स्पष्ट रूपमा के छ भने उनीहरूलाई कति रुपियाँको कति के अरे अङ्कको पैसा बुझाइएको छ भन्ने रेकर्ड पनि हामीसँग छ फेरि तपाईँलाई आज म तपाईँलाई होइन तपाईँलाई कहाँ भन्नुपर्छ भन्नुपर्ने ठाउँमा पेस गर्नु ठाउँमा त म प्रमाण पेस गर्नु ठाउँमा हामी प्रमाण पेस गर्नु मैले फेरि होइन तपाईँलाई मैले भने त यहाँ मैले तपाईँलाई एउटा विषय प्रवेश गरेँ प्रमाण जहाँ पेस गरेर ड्याममा टेबलमा राख्नुपर्ने म राख्न तयार छु त हाल्नुहोस् न मुद्दा बढाउनुहोस् प्रक्रिया प्रमाण टेबलमै भएको प्रमाण त सुनेन भनेर यसरी विरोध गरिरहनु भएको छ भने त्यो पनि त नसुन्ला हो यही भएर त मैले भन्दैछु त त्यही भएर त लडाइँ सुरु भयो त सबै कुरा सुनिदिएको भए सबै कुरा उनीहरूले बुझिदिएको भए अहिले यत्रो बहसको विषय नै बन्थेन त्यसैले तपाईँले सोचेको जस्तो केमा बिक्री भयो एउटा सिम्पल कुरा चाहिँ के रहेछ भने अन्तर्राष्ट्रिय स्तरमा यिनीहरू जातीय विभेदले दलितको हत्या भयो भन्ने कुरा देखाउन नचाहँदो रहेछन् एउटा भित्री कुरा चाहिँ यिनीहरूको यो समग्र संरचनाभित्र चाहिँ भोलिको यिनीहरूले जहाँ जहाँ जुन ठाउँमा यिनीहरू पक्ष राष्ट्र भएर नेपालका यी विभिन्न खालका सन्धि महासन्धिमा जहाँ जहाँ हस्ताक्षर गरेका छन् 6-6 जना मान्छे यसरी मऱ्यो भनेको इतिहासमा एउटा मात्र घटना हो तपाईँ हामी अहिले जिउँदै भएको भएर ओहो केही होइन भने आफ्नो झेला छ 50 वर्ष पछाडि कसैले नेपालको दलित आन्दोलनबारे पान्ना फर्कायो भने यो चाहिँ बडो गम्भीर प्रकृतिको मुद्दा हो इतिहासमा 6-6 जना मान्छेलाई चाहिँ मारेको छैन मलाई मात्र होइन गोविन्द साई ठकुरीका आमा यहाँनिर उभिनु भएको छ गोविन्द साई ठकुरीको छोरा हो गोविन्द साईको आमाले के भन्दै हुनुहुन्छ जातीय विभेद भएको कारणले मेरो छोरा पनि त्यो ग्याङमा मिसिएर मारियो जातीय विभेदकै कारणमा नै मैले मात्र भनेको होइन गणेश बुढाको आमाले भन्दै हुनुहुन्छ गोविन्द साईको आमाले भन्दै त्यहाँको उताको साईले यताको साईलाई दलित भनेर त्यो ग्याङमा आएको देखेर नचिनेर मारे तर दलित भएको कारण मारे बाबु भनेर अहिले भर्खर मात्र तपाईँले इन्टरभ्यू लिनुभयो त्यसैले यहाँबाट भन्नुपर्ने कुरा स्पष्ट कुरा चाहिँ के हो भने उनीहरूले बदमासी गरेका छन् यो त सुरुवात मात्रै हो यो सुरुवात मात्रै हो आजबाट यहाँ एउटा खालको दबाब सिर्जना हुन्छ तत्काल यिनलाई बर्खास्त गरेर यिनीहरूलाई छानबिन गरेर निलम्बन गरेर यिनलाई कारबाही नहुने कसरी तपाईँहरू अगाडि बढ्नुहुन्छ ल यो बताइदिनुहोस् त अब सधैँभरि यसरी उभिएर बोल्ने मात्रै हो कि केही गर्ने पनि हो होइन गर्ने भनेको अघि तपाईँले भनेको जस्तो केही गर्यो भने खगेन्द्र सुनारले गएर गेटमा लात्ताले हान्यो भन्ने फेरि त्यो गरेकै हो नि त त्यो पनि र यो पनि गर्ने कुरा चाहिँ के हो भन्दाखेरि अभद्र भएन भद्र चाहिँ के त मान्छे मारेको कुरा चाहिँ भद्र हुने होइन मान्छे मारेको कुरा चाहिँ भद्र हुने 6-6 जना मान्छे मारेको कुरा चाहिँ भद्र हुने सभ्य तरिकाले गर्न सकिन्छ नि सबै मान्छे मार्ने भने कसरी सभ्य तरिकाले विष खुवाएर कतापट्टिबाट काट्ने यतापट्टिबाट मिलाएर काट्ने मैले भनेको कुरा के हो भने यो अन्य मुद्दा जस्तो हुन्थ्यो भ्रष्टाचार विरोधी आन्दोलन माटो बचाऊ अभियान पानी बचाऊ अभियान जलवायु परिवर्तन सम्बन्धी अभियान हुन्थ्यो भने चाहिँ यो औलो उन्मूलन दिवस टाइपको कार्यक्रम हुन्थ्यो भने चाहिँ सबै तरिकाले गर्न सकिन्थ्यो 6-6 जना मान्छेलाई चाहिँ भेरीमा मारेर बगाउने न्यायाधीशले यसका विरुद्धमा फैसला गर्ने पढे लेखेका विद्वान भनेका वकिलहरू कालो कोट लगाएर गएर यिनलाई चाहिँ यिनले मारे ठिक गरे भनेर चाहिँ अपराधीहरूको मनोबल नै बढ्ने गरी अपराधीको मनोबल नै उच्च हुने गरी यो खालको फैसला गरिन्छ भने योभन्दा कति अभद्र हुनुपर्छ मित्र मैले फेरि पनि भने योभन्दा कति असभ्य हुनुपर्छ म तयार छु 4 लाख सदस्य भएको एउटा सङ्गठनलाई सिङ्गो नेपाल सरकारले नपत्याएको त खगेन्द्र सुनार भित्र के छ त्यसरी पत्याउनलाई एकैपटक अदालतको ढोका हानेकै भरमा पत्याउँछ त्यही त मैले फेरि पनि भने शिक्षकको आन्दोलन र दलितको आन्दोलन फरक आन्दोलन हो तिनीसँग 4 लाख सङ्गठित सदस्य छन् हामीसँग 60 लाख सङ्गठित सदस्य छन् सर यो त मैले फेरि पनि भने खै भनेर अब हेर्नुहोस् न फेरि म तपाईँलाई फेरि एक दिन मिति घोषणा गरौँला म यहाँबाट त्यसरी उठेर त जाँदिनँ मिति त फेरि एक दिन घोषणा गरौँला नि हामी अहिले तपाईँले बनाएको भिडियोको मुनि कतिले कमेन्ट गर्छन् त्यही हेर्नुहोस् न यो जमानामा त यो त अब इलेक्ट्रिक जमाना हो यो जमानामा त सिस्टमबाट देखिने कुरा हो त्यसैले अहिले तपाईँले भनेको जस्तो होइन लोकप्रियतामा मात्र होइन एउटा तपाईँले देखेको जस्तो अदालतको गेटमा गएर लात्ताले हान्दै गर्दा पुलिसले गोली हाने भए कति लोकप्रियता हुन्छ त्यसैले अहिले हामीले जे लडाइँहरू लडिरहेका छौँ यसलाई सामान्य लोकप्रियता मात्र देख्नु भएन तपाईँको क्यामेराको लेन्सले धेरै आन्दोलनहरू खिचेको छ काठमाडौँको बानेश्वरमा माइतीघर मण्डलमा भएका 100औं आन्दोलन र दलितको आन्दोलन फरक आन्दोलन होइन यसलाई
यो त हामी त यो त यसै पनि सधैँ हुने जुन दिन नवराजको लासहरू 2077 जेठको 12 गते भेरीबाट निकालेर यो काँधमा बोकियो त्यो दिनदेखि नै हामीले डु अर डाई भनेर हिँडेका छौँ। त्यसैले मर्ने पनि तयारी गर्नुपर्छ, मरिहाल्ने भन्ने हुँदैन, मर्ने पनि तयारी गर्नुपर्छ, लड्ने पनि तयारी गर्नुपर्छ। यो लडाइँ नै हो। मैले फेरि पनि भने एउटा न्यायाधीशको नाम र फोटो लिएर माइतीघर मण्डलमा उभिएर यसलाई कारबाही गर्नु भन्नु भनेको यो सानो बम पड्काउनु कुरा हो र यो त सामान्य रुखको छ्यालमा लुकेर बम पड्काउनु र न्यायाधीशको फोटो बोकेर अदालतको गेटमा गएर हानेर यसलाई कारबाही गर भन्ने कुरा त्यो ठुलो कि यो ठुलो। त्यसैले के हो भने प्रक्रियागत ढङ्गबाट जाने कुरालाई हामी प्रक्रियागत ढङ्गबाट नेपाल सरकारलाई के भन्नुहुन्छ? होइन भन्ने कुरा यति मात्रै हो, सरकारलाई भन्दा पनि समग्र संरचनामा दलितहरू पनि छन् भन्ने कुरा यहाँको संरचनाले बिर्सिनु भयो। एउटा समुदायले मान्छेलाई मारिरहने र पढे लेखेका विद्वान बुद्धिजीवी भनेकाले त्यसलाई माथिबाट सुनपानी छर्किँदै चाहिँ जोख्याउँदै लिएर जाने हो भने दलितहरू यस्ता न्यायाधीशहरूलाई सुनपानी हाल्न तयार हुनुपर्छ। र समग्र सरकार र समग्र समाजलाई तपाईँ र तपाईँका प्रिय टेलिभिजनहरू मार्फत म सबैलाई अपिल चाहिँ के हो भने यो समाजमा जातीय विभेद भन्ने एउटा हिंसा भन्ने एउटा गलत कुसंस्कार छ। सबै मिलेर आजै आगो लगायौँ भने यसले चाहिँ भोलि सबैलाई सुख शान्ति दिन्छ। तर यही कारणले भोलि समाजमा आगो लाग्यो भने चैत मासको खडेरीमा लागेको आगो जस्तो जति हावा चल्छ त्यति परसम्म यो आगोले टिक्न सक्छ। त्यसैले म सबैलाई सचेत गराउँ, आजबाट यो आन्दोलन सुरुवात भएको छ। यो त ट्रेलर मात्रै हो, यसको फिल्म तपाईँले देख्नुहुन्छ। केही समय पछाडि अब काठमाडौँमा अब दलितको पालो फेरि, अब काठमाडौँको माइतीघर बानेश्वर चाहिँ अब दलितको पालो हो। आन्दोलन चर्किन्छ अझ? होइन चर्किने होइन, यो आन्दोलन चर्किने होइन पड्किने अवस्थामा पुग्छ। किनभने यो हामीले त्यो तयारी गरिरहेका छौँ, यसलाई अलिकति तताउन पनि जरुरी छ, एउटा तयारी पनि गर्न जरुरी छ। त्यसैले मैले फेरि पनि भने अबको माइतीघर र बानेश्वर चाहिँ दलितको कब्जामा हो। तपाईँलाई स्थान नदिएको कुन ठाउँ होला सरकारले? हेर्नुहोस्, स्थानीय सरकार, प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म दलित कोटा छुट्याएर भए पनि समानुपातिकमा भए पनि त लगिराखेको छ। तपाईँहरूको आवाज संसदमै उठिरहेका छन् र पनि तपाईँहरू अझै सन्तुष्ट जनाइरहनु भएको छ। हो, यसो गरौँ, त्यो कोटाहरू लैजाउँ, सरकारले फिर्ता लैजाउँ। केपी ओलीको श्रीमतीहरूलाई ल्याएर वडा सदस्य बनाम, होइन उसलाई के अरे शेरबहादुर देउबाका स्वास्नीहरूलाई ल्याएर वडा अध्यक्ष बनाम, शेरबहादुर देउबा प्रचण्डका छोरीहरूलाई ल्याएर फेरि पालिकाका अध्यक्षहरू बनाऊ। हामीलाई चाहिँदैन, त्यो लगे हुन्छ। हामीलाई यिनको सहानुभूतिको वडा सदस्य पद चाहिएको छैन। अहिले तपाईँले भनेको जस्तो तपाईँलाई ठाउँ यत्रो दिएको छ नि त भन्ने लाग्छ भने यसो गर्नुहोस्, लैजानुहोस्, त्यसलाई लैजानुहोस् त्यो फिर्ता। अभियान तपाईँले होइन त्यो अभियान होइन, हामीले त भनिराखेकै छौँ त। अभियान भने यही त हो नि, अब क्यामेरा दलित कोटा फिर्ता गरौँ अभियान तपाईँले सञ्चालन गर्नु। हामी त मैले फेरि पनि भने बार भनेको कुरा के हो भने कोटा फिर्ता गरौँ भनिरहेको छौँ त हामी त बार तपाईँकै टेलिभिजनमा हाम्रा 10वटा भिडियोमा के छ भने दलितको कोटा आजै अहिले यहीँबाट खारेज गरौँ। दलितको कोटासँगै जातै देखाएर जातै भजाएर खाका गैर दलितका कोटा पनि खारेज गरौँ साथी, छलफल गरौँ। त्यो त टेबलमा राखौँ। म तपाईँलाई आज भनिदिन्छु, फेरि पनि यो प्रश्नहरू बार छेडिएको छ। टेबलमा फाइल पल्टाउँ र हेरौँ कसको जनसङ्ख्या कति र कसको प्रतिनिधित्व कति, कसको उपस्थिति कहाँ कति, को यो देशमा बाँकी छ। त्यसो भए नेपालमा जन्मिएकाहरू सबै नेपाली मात्रै लेखौँ न त। होइन लेखौँ। मैले भने गलत कर्म गर्ने न्यायाधीशहरूलाई न्याय परिषदले बर्खास्त गरेको छ, निलम्बन गरेको छ, छानबिन गरेको छ, कारबाही गरेको छ, जेल पठाएको छ, विभिन्न जरिवाना टोकेको नजिरहरू पहिला पनि छन्। यो हामीले गरेको पहिलो कर्म चाहिँ यो होइन, एउटा कुरा। दोस्रो कुरा, यो एउटा अदालतमा चित्त नबुझे अर्को अदालतमा जाने कुरा मात्र होइन, यो एउटा सामाजिक छलफलको विषय पनि हो, सामाजिक बहसको विषय पनि हो। तपाईँहरू जस्ता विद्वान पत्रकार साथीहरूले चलाउनु पर्ने एउटा छलफलको विषयहरू पनि हो। आम विद्वान बुद्धिजीवीहरूले बुझ्नुपर्ने कुरा मात्रै हो, यो मान्छे मारेको मात्र मुद्दा होइन साथी।